नमस्कार सम्पूर्ण साथीहरुमा नेपाली शेयर बजार च्यानलमा तपाईहरुलाई हार्दिक स्वागत गर्दछौं। यस च्यानलमा नेपालको शेयर बजार र यससँग सम्बन्धित समाचारहरु साथै बजारले तय गरेका आरोह अवरोहहरुको विश्लेषण र जानकारी सुन्न र हेर्न सक्नुहुनेछ। यस्तै जानकारीहरु छिटो प्राप्त गर्नको लागि यस च्यानललाई सब्स्क्राइब गर्न भने नभुल्नुहोला। सधैं जस्तै नेपाली शेयर बजारका विविध जानकारीहरु दिने क्रममा आज पनि हामीहरुले फेरि सानिमा बैंक लिमिटेडले डिभिडेन्ड घोषणा गरेको कुरा जानकारी लिएर आइपुगेका छौं। सानिमा बैंक लिमिटेडले आर्थिक वर्ष 2078-79 को वितरणयोग्य मुनाफाबाट शेयरधानीहरुलाई डिभिडेन्ड घोषणा गरेको छ र यो घोषणा 10% बोनस र 0.98% चाहिँ नगद लाभांश दिने चाहिँ घोषणा गरेको छ। कार्तिक 4 गते बसेको बैठकले चाहिँ यो सम्बन्धी निर्णय गरेको हो। 10% बोनस र 0.98% नगद लाभांश गरेर जम्मा 10.98% चाहिँ दिने घोषणा गरेको छ र यो सानिमा बैंकले चाहिँ चुक्ता पुँजी रु 11 अरब 32 करोड 73,77,000 को 10% ले हुन आउने रु 1 अरब 13 करोड 27,37,000 बराबरको चाहिँ बोनस शेयर चाहिँ दिनेछ भने 0.98% ले हुन आउने 11 करोड 80,08,000 को चाहिँ नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव अघि सारेको छ र यो उक्त चाहिँ लाभांश चाहिँ नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि मात्रै र साथै आगामी साधारण सभाबाट अनुमोदन भएपछि मात्रै वितरण गरिनेछ र यो लाभांश चाहिँ वितरण गर्नको लागि चाहिँ सर्वप्रथम त नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त हुनु पर्यो। त्यसपछि साधारण सभाले अनुमोदन गर्यो भने मात्रै यो चाहिँ स्वीकृति पाएपछि मात्रै वितरण गर्नको लागि योग्य हुनेछ भने घोषणा चाहिँ 10% बोनस साथै 0.98% क्याश गरेको छ भने यो सानिमा बैंक लिमिटेडको चाहिँ विगतको वर्षहरुमा चाहिँ कस्तो किसिमको डिभिडेन्ड हिस्ट्री थियो त र अहिले चाहिँ कस्तो दियो त विगतका वर्षहरु भन्दाखेरि विगत लामो वर्षदेखिको हिस्ट्री हेर्दाखेरि चाहिँ अहिले चाहिँ थोरै डिभिडेन्ड दिएको छ र यसको डिभिडेन्ड हिस्ट्रीहरु हेरौं र यसको डिभिडेन्ड हिस्ट्री हेर्दाखेरि अब यो सानिमा विकास बैंक लिमिटेडको चाहिँ अब के छ भने विगतको 69-70 देखि यसको डिभिडेन्ड हिस्ट्री देखिन्छ हैन र अहिले 78-79 सम्म आइपुग्दा एउटा 69-70 मा चाहिँ 10% बोनस र 0.53% चाहिँ यसले क्याश दिएको छ। त्यसपछि चाहिँ यसले यो अहिलेको भन्दा धेरै नै डिभिडेन्ड दिएको हिस्ट्री छ तर अहिले चाहिँ अब कम दिएको छ। अहिलेको परिस्थिति पनि त्यस्तै छ, धेरै डिभिडेन्ड दिन सक्ने क्यापेसिटीहरुमा छैनन् बैंकहरु र साथै अहिलेको अब यसको हिस्ट्री हेरौं है त 70-71 मा हेर्यो भने 15% बोनस दिएको छ है 0.7% क्याश दिएको छ। त्यसैगरी 71-72 मा हेर्यो भने त 20% बोनस दिएको छ। त्यसैगरी 1.05 चाहिँ क्याश डिभिडेन्ड दिएको छ भने 72-73 मा चाहिँ 15% बोनस 0.79% क्याश। त्यसैगरी 73-74 मा चाहिँ 16% बोनस मात्रै दिएको छ अनि 74-75 मा चाहिँ 14% क्याश मात्रै दिएको छ। त्यसैगरी 75-76 मा 10% बोनस र 11.05% चाहिँ क्याश दिएको रहेछ। 10% बोनस र 11.05% चाहिँ क्याश दिएको छ यो 75-76 मा भने यता 76-77 मा चाहिँ 10% बोनस 3.60% क्याश दिएको छ भने 77-78 मा गत साल मात्रैको यसको डिभिडेन्ड चाहिँ 17% बोनस र 0.89% चाहिँ क्याश दिएको छ भने अहिले आएर चाहिँ यसले 10% बोनस र 0.98% चाहिँ क्याश डिभिडेन्ड दिने घोषणा गरेको छ। यसले निश्चय पनि लगानीकर्ताहरुलाई केही खुशी भने तुल्याउनेछ। यस्तै जानकारीहरु हेर्न र सुन्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला। साथै मन पर्यो भने लाइक र मनमा लागेका केही कुराहरु कमेन्ट गर्न नबिर्सनु होला। साथै साथीहरुलाई सुनाउनको लागि शेयर गर्न र छेउमा रहेको बेल आइकनलाई पनि क्लिक गर्न नबिर्सनु होला।